हामी सुन्ने हो मेरो न्यायको लडाइँ बाँकी नै छ। न्याय पाउने आशामा म निरन्तर लडिनै रहेको छु। यो लडाइँमा तपाईँले दिनुभएको साथका लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले हिजो भने जस्तै यिनले मलाई अन्याय गरे, मलाई कुनै भनेर के चिन्ता दुखाउनु, मलाई दुःख दियो भनेर के चिन्ता दुखाउनु, सिङ्गो देशलाई जुन दुःख दिएका छन् मलाई दिएको दुःख त्यसका अगाडि केही छैन। सिङ्गो देशको पुस्तामा दिएको यो दुःखको हिसाब हामीले मिलाउनु छ। यिनीहरूसँग बदला लिन केही पनि जरुरी छैन। हामीले लड्नुपर्ने यिनीहरूसँग होइन, जसलाई जनताले अपदस्थ गर्यो उनीहरूसँग के लड्नु, के लड्नु। हामी लड्नेमा यिनले हामीलाई दिएको उपहार स्वरूप चढाएको हो, अशिक्षा बेरोजगारी लड्ने हो। म जेएनजी पुस्ताका दाजुभाइ दिदीबहिनीहरूलाई सलाम भन्न चाहन्छु। हामीले त चुनाव पुगेका थियौँ, तपाईँले चुनाव पुग्नु भएर बधाई बजाउनु हामी पनि बजाउँछौँ। अनि पुगेर बालेका माध्यमबाट भने जेएनजीले कहाँ प्रोग्राम बोल्थ्यो बजाइ अब जे भयो भयो त्यो बाटो होइन, जे जसरी भयो जुन तरिकाबाट भयो त्यसका संरचनाहरू जले हामीलाई दुःख छ। तर त्योभन्दा पनि धेरै त हाम्रा सपनाहरू जलेका छन्, त्यसलाई चाहिँ खरानी मोदीले भएर बनाउला, संसद भवन बनाउला, न्यायालय पनि बनाउला, तर वर्षौँदेखि पार्न सपना कसले बनाउँछ? हामी सबै जेएनजीको साथ पुगेर हामी जेएनजी भाइ हो, रवि दाइ पनि साथ हुन्छ। किन चिन्ता मिलेर मिलेर जहाँसम्म मिल्ने सवाल छ, जहाँसम्म सँगै जाने सवाल छ। मैले कारागारबाट पनि भनेको छु, मैले के त्याग गर्नुपर्छ म तयार छु। कारागारमा छु, मेरो पार्टी बनाउनुहोस्, पार्टीले जे भन्छ त्यही, मलाई केही पनि चाहिएको छैन। पार्टीका साथीहरूसँग कुराकानी गर्नु, कसैलाई चुनाव चिन्ह चाहिन्छ मेरो स्वागत छ लैजानुहोस्, पार्टी चाहिन्छ लैजानुहोस्, झन्डा चाहिन्छ लैजानुहोस्, पार्टी अफिस चाहिन्छ, सिङ्गो पार्टीलाई चाहिन्छ लैजानुहोस्, सभापति चाहिन्छ उपसभापति लैजानुहोस्। देश बन्नु पर्यो, व्यक्तिको कुनै मिल्नुपर्ने गर्नु हो। अन्तिममा हामी मिलेरै छोड्छौँ, तपाईँले चिन्ता गर्नु पर्दैन। हाम्रा सबै साथीहरू सम्भावना हुनुहुन्छ, हाम्रा सबै साथीहरू सम्भावना हुनुहुन्छ। मेरो एउटा मात्र प्रश्न छ, त्यो मिल्ने भन्ने कुरा साथी हो अब ठोकेर दिन लगाए जस्तो होइन। मिल्ने भन्ने कुरो एउटा चुनावका लागि होइन, म एउटा चुनावका लागि राजनीतिमा आएको मान्छे होइन, म एउटा पुस्ताका लागि राजनीति। सिङ्गो पुस्ताको भविष्य नबनुन्जेल मिलिरहने हो भने मिलाउ नभए नमिलाउ। त्यहाँ गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको त्यहाँ त्यसो एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्यहाँ रवि लागि छानेले गर्छ। एउटा चुनावका लागि राम्रो हो भने आयो सरी, तर मलाई विश्वास छ किनकि परिवर्तन गर्नु रहेछ नि, आमाहरूलाई थाहा छ नि प्रसव वेदना जब सन्तान जन्मिन्छ कति दुःख छ। अहिले देशलाई दुखेको आमा हो, दुखेको परिवर्तन रूपी सन्तान त जन्माउँदैछ नि, जेएनजीले त्यसलाई अलिकति ठिलो हामी साथ बनाउँछ। परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछ। मुलुकको परिवर्तनका लागि हामी प्रतिबद्ध छौँ। यहाँहरूले केही चिन्ता गर्नुहोला र अर्को कुनै भव्य सभाका लागि म फेरि पनि आउनेछु, यहाँहरूसँग फेरि पनि बस्नेछु। आजको लागि मैले आफ्नो भनाइदिएको दुनियाँ र आफ्नो अभिव्यक्तिहरू अब हाम्रा अभिव्यक्तिहरू हामीले ध्यानपूर्वक दिनुपर्नेछ। मुलुकको भविष्यलाई सोचेर हामीले हाम्रा क्रियाकलापहरू अगाडि बढाउनु पर्नेछ। भत्केका संरचनाहरू बनाउनु पर्नेछ, टुटेका सपनाहरूलाई हामीले साथ आवाज दिनुपर्नेछ। त्यसैले हामी त्यसैका लागि तयार गर्न बसेका छौँ।
आज यहाँ छु, भोलि म कहाँ हुन्छु मलाई थाहा छैन। पुरानाले दुःख दिए, आशा छ नयाँहरूले दुःख दिने छैन। मलाई विश्वास छ तपाईँहरू सबैको साथ। मलाई के विश्वास छ भने तपाईँहरूको सबैको साथ, माया र विश्वासका साथ हामी यो मुलुकलाई नयाँ नेतृत्वमा लिएर जानेछौँ। आगामी चुनाव तपाईँ हाम्रो भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण चुनाव हो। त्यसकारणले सरकारलाई सुशासनको डन्डा चलाउँदै समयमा निर्वाचन गर्नको निमित्त हाम्रो साथ रहेको कुरा म 24 कोटिबाट बताउन चाहन्छु। म लघु कारागारको जेलमा बसेर कहिलेकाहीँ टेलिभिजन हेर्थेँ। मैले आज पनि प्रधानमन्त्रीको जीको अनुहार अँध्यारो देखेको छु। अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, अनुहार उज्यालो पार्नुहोस्। बगिनी हो, बगिनी नै भन्नुहोस्। राष्ट्रमा तपाईँको साथमा छ। सुशासनको डन्डा चलाउनुहोस्, चुनाव गराउनुहोस्। राष्ट्रमा तपाईँको साथमा छ। अनुहारमा हाँसो ल्याउनुहोस्, खुसी ल्याउनुहोस्। न्यायको मूर्ति हो तपाईँ। धेरैलाई न्याय अदालतमा दिनुभयो होला। देशलाई न्याय गर्ने ठाउँमा आउनुभएको छ। खुट्टा रत्तीमा कमाउनु एक घरको दुनियो धेरै भयो। तपाईँ नखुजाने त हुने, किन चिन्ता गर्नुहुन्छ? देश तपाईँको साथमा छ। इतिहासले तपाईँलाई यो अवसर दिएको छ। नेपाललाई आमा भनेको छ, सन्तानको स्याहार गर्नुहोस्, सन्तान साथमा छ। अब योभन्दा धेरै बोल्यो भने फेरि अर्को मुद्दा लाग्ला। अब यहाँबाट काठमाडौँ जान्छु। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। यो शहीदका आमाहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो खेर जान दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जान तपाईँहरूलाई भनेको थिइनँ र तपाईँलाई समस्या पर्यो भने रवि लामी यही कारागारमा छ, लखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो राष्ट्रमा तपाईँसँग आउनेछ। सिङ्गो छिटोको माया बोकेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा म ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो, पोखरी दिएको होला, केही छोराहरूले बलिदानी दिए होला। सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ, हामी साथमा छौँ। समय लाग्ला, चिन्ता नगर्नुहोस्। तर यो देशमा शासन ल्याउनको निमित्त देशमा संसद अगाडि ढलेको तपाईँको छोरो त्यहाँ ढल्यो होला। हामी ढल्न दिँदैनौँ। उसको शरीर ढल्यो, तर उसले बोकेर आएको सपनालाई हामी ढल्न दिँदैनौँ, मर्न दिँदैनौँ। यो शहीदका आमाहरू आँसु पुछ, छाती डरो पार, मुटु डरो पार, नडराउ, चिर खाडो पार। एउटा छोरो ढल्यो होला, लाखौँ छोराहरू देशभरि छन्, नडराउ। यो शहीदका आमाहरू, यो देशको सपना पुरा गर्नको निमित्त तिम्रो छोरोले, तिम्रो छोरीले दिएको बलिदानीको एक अंश पनि खेर हुँदैन। तर किनकि त्यही परिवर्तन गर्नको निमित्त भएर मानिसहरू जागेका हुन्। मैले 24 गतिको कुराकानी गरेँ होला, केही उसको ठेयाहरू पैसाहरू आयो होला। अघिल्लो दिन ताकी गोली खाएर थालेका मानिसहरूलाई देखेर आक्रोशित जनताले घरबाट विद्रोह गरेका हुन्। जनताले गरेको विद्रोह हो, त्यो विद्रोह सामान्य होइन।